नमस्ते साथीहरू। आज चाहिँ लगभग दुई हप्ताको अन्तराल पश्चात मैले फेरि पनि यो भिडियो बनाउने मौका पाएँ र म आज भिडियो बनाइरहेको छु। आज चाहिँ के रहेछ भन्दाखेरि चाहिँ आज चाहिँ देयर आर many signs that sometimes your geranium is dying and you are killing your geranium, हैन। अहिले चाहिँ अब हाम्रो चाहिँ यो अटम ब्लुमको लागि हाम्रो जेरेनियमहरू रेडी छ र हेर्नुस् यो जेरेनियमहरू कति मजाले फुलिरहेको छ हैन। अब चाहिँ अटम लाग्यो र पनि पानी चाहिँ हाम्रो बन्द भएको छैन। पानी बन्द नभएको कारणले गर्दाखेरि चाहिँ यसरी मजाले बाहिर राख्नु पनि पाएको छुइनँ र पनि आज तपाईलाई म मेरो घरमा फुलेको र मेरो बगैँचामा फुलेको जेरेनियमहरू यो अटम ब्लुम चाहिँ मैले तपाईलाई देखाइरहेको छु। र अब यो भटाभट फुल्नु थालेको छ जेरेनियम हैन। र तपाईकोमा कतिवटा जेरेनियमहरू फुलेको छैन र कोही जेरेनियमहरू मर्यो भने चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अब यसलाई राइट अमाउन्ट अफ वाटर, यसलाई कति पानी दिने हैन। यहाँ हेर्नुस् त कोपिलाहरू नयाँ नयाँ आइरहेको छ। र अब यो केयर भिडियो बनाउँदाखेरि चाहिँ मैले यहाँनिर थुप्रो यहाँ थरीथरीको पटमा हालेको जेरेनियम तपाईलाई देखाइरहेको छु। यो चाहिँ सानो सानो पटमा छ। यो हेर्नुस् त यो सानो पटमा छ हैन। यो 6 इन्चीको पटमा छ। यो पटमा पनि हेर्नुस् कति मजाले यो कोपिला लागेर यो सेतो जेरेनियम हेर्नुस् त कति मजाले फुलेको छ हो। र राइट पट हो भने चाहिँ हामीले 10 इन्चीको पटमा हाल्यो भने चाहिँ यो जेरेनियम चाहिँ एकदमै राम्रो फस्टिन्छ। र पानीको कुरा गर्दाखेरि चाहिँ पानी चाहिँ यसलाई चाहिँ अब धेरै पानी चाहिँ हाल्नु भएन हैन। तर अब चाहिँ के भयो, ड्राई सिजन लाग्यो। तर ड्राई सिजन लागेकोले गर्दाखेरि दिनमा एकपल्ट चाहिँ कि बिहान कि बेलुका चाहिँ हामीले पानी हाल्नै नै पर्छ हो। अन्त यसलाई घाम अब चाहिँ यसलाई कमसे कम हामीले 6 देखि 8 घण्टा चाहिँ यसलाई हामीले घाम देखाउनु पर्छ। 6 देखि 8 घण्टासम्म चाहिँ हामीले घाम देखाउनु पर्यो। र यसलाई चाहिँ जति ठुलो पट त्यति राम्रो फस्टिन्छ। अनि हामीले यसलाई प्रुनिङ पनि गर्नु पर्यो हैन। प्रुनिङ गर्नु पर्यो, पेस्टिसाइड, फङ्गिसाइड हामीले यसलाई किराको दबाईहरू पनि लाउनु पर्यो। हेर्नुस् न कति दामी गुच्छेदार लच्छेदार भएर फुलेको छ। र मेरो बोट पनि एकदमै हेल्दी छ। ल हेर्नुस् यो पनि कति मजाले फुलेको छ। यो कलरको चाहिँ वर्षैभरि फुल्छ है। मैले तपाईलाई बताएको थिएँ यो कलर र यो कलर चाहिँ वर्षैभरि फुल्छ। यो चाहिँ 12 मास हैन। अहिले पनि नयाँहरू फुलेर हेर्नुस् कति दामी कलर आइरहेको छ। यहाँ हेर्नुस् यो पनि कति दामी फुलिरहेको छ कोपिलाहरू आएर हो। यहाँनिर अर्को कोपिला पनि लागिरहेको छ। अब यो चाहिँ भट्टाभट मेरो चाहिँ यो अटम ब्लुम भइरहेछ। यो आइबिए रेड हेर्नुस् न कस्तो दामी कलर छ। दामी कलर छ नि हो। अब यसलाई चाहिँ अब के हाल्छु म कसरी गर्छु भन्ने मैले अघि भनिहालेँ। लाई चाहिँ दिनमा अब एकपल्ट चाहिँ पानी हाल्नै पर्छ किनभने अब ड्राई सिजन आयो हैन। अन्त मैले अर्को भन्ने कुरा चाहिँ के भन्दाखेरि हामीले चाहिँ अब यसको किरा फटेङ्ग्राहरू हेर्नुपर्छ। तर जति ठुलो पट छ अब जस्तो यो 10 इन्चीको पट छ, 10 इन्चीको पटमा चाहिँ एकदमै राम्रो यो सप्रिन्छ। तर सानो पटमा पनि सप्रिन्छ नै, सप्रेको नै छ मेरो त फुलहरू हैन। अब यो सानो पटको फुलहरूलाई चाहिँ अब यो त मेरो जहिले पनि हुन्छ यो बनाना पिल फर्टिलाइजर। यो चाहिँ म लगाइबस्छु प्राय जस्तो हैन। यसलाई चाहिँ 3 दिन 4 दिन भिजाएर, अहिले त झन् दसैँको टाइममा बनाना सबैले खान्छ, 3 दिन 4 दिन भिजाएर यसरी लगाइदिने हैन। अनि तपाईले यो वुड एश खरानी यसलाई लगाइदिने। पोटासियम फस्फरसको लागि यो अन्डाको छिल्काहरू छ। तपाईलाई कहीँ कतै लाग्छ कि तपाईको जेरेनियम प्लान्ट चाहिँ अनहेल्दी हुँदैछ, अनहेल्दी भइरहेको छ भने चाहिँ यो लगाइदिनुस्। के अरे यो खरानी हैन अलिअलि। अन्त यो अन्डाको खोस्टा मैले भनिहालेँ यो बनाना पिल फर्टिलाइजर। अनि अब कोही बेला यसरी यो माटोको पटमा चाहिँ यो त्यति साह्रो फस्टाउनु मान्दैन। अनि यो फस्टाउनु नमानेको खण्डमा चाहिँ तपाईले यो इप्सम सल्ट
यो युरियाको पानीलाई यसरी तपाईँले स्प्रे गरिदिनु सक्नुहुन्छ हैन। यसरी मजाले स्प्रे गरिदियो भने तपाईँको फुल पनि हेल्दी हुन्छ। यो चाहिँ सबै मेरो यो अर्ग्यानिक फर्टिलाइजर र अर्ग्यानिक वेमा गरेको हो है। यो मेरो चाहिँ म चाहिँ यसमा चाहिँ विषादीहरू चाहिँ एकदमै लाउँदिनँ हैन। अर्ग्यानिक फर्टिलाइजरहरू चाहिँ म कहिले पनि लाउँदिनँ। म चाहिँ खालि अर्ग्यानिक मात्रै लाउँछु। र यहाँनिर एउटा पट छ, यो सानो पट छ, यसलाई चाहिँ मैले अस्ति प्रुन गरिदिएको थिएँ हैन, काटिदिएको थिएँ, कटिङ काटिदिएको थिएँ। त्यसले गर्दाखेरि यो पनि मजाले सानै पटमा अब यसरी दामी फुलिरहेको छ हैन। अन्त यो मजाले फुलेर घाममा चडक्क फुल्दा त कस्तो देख्छ। अब हिजो अस्ति त मजाले डरलाग्दो घाम लाग्यो, एक हप्ता त हैन, टेम्परेचर पनि धेरै बढेको थियो। तर हिजोदेखि फेरि पानी परेको छ, धुम्म दिन भएको छ र पनि मेरो जेरेनियमहरू चाहिँ यसरी फुलिरहेको छ। र अर्को कुरा, तपाईँको यो येल्लो लिफमा डट लागेको यस्तो छ भने चाहिँ हामीले चाहिँ यो अर्को छ मेरोमा फर्टिलाइजर, यो चाहिँ हो बेकिङ सोडा सल्युसन। यो बेकिङ सोडा 2 चम्ची, सानो चम्चीको 2 चम्ची बेकिङ सोडालाई यसरी तपाईँले फुलमा स्प्रे गरिदिनुहोस्। तपाईँको फुल अवश्य नै मेरो जस्तै दामी भएर यसरी फुल्ने छ हैन। मजाले फुलदेखि माथिदेखि अगाडि पछाडि लाउँदाखेरि चाहिँ पातमा अगाडि पछाडि म एउटै कुराहरू भनिरहेको हुन्छु। र हेर्नुहोस् मेरो फुल चाहिँ यसरी फ्रस्टेको छ, यसरी दामी भएको छ। र मलाई पनि लाग्छ तपाईँहरू जेरेनियम लभर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले पनि यसरी नै मजाले तपाईँको फुललाई केयर गरेर तपाईँले गर्नु सक्नुहुन्छ ल। सबै होममेड फर्टिलाइजर्सहरूले। अब म तपाईँलाई अन्तिममा एउटा दामी कलरको मेरो एउटा जेरेनियम देखाउँछु अनि त्यस पश्चात आजको जानकारी म यतिमै राख्नेछु। ल यहाँ हेर्नुहोस् न, आम्मा रोज जस्तै कस्तो दामी डबल छ। अब यसलाई चाहिँ म अलिकति भिजाउनु पर्ने छ, यसको कटिङहरू सार्नु पर्ने छ। हेर्नुहोस् त छैन र यो दामी अन्त कलर हेर्नुहोस् हैन, यति दामी छ। यसलाई चाहिँ माटोको पटमा भन्दा चाहिँ प्लास्टिकै पटमा नै फ्रस्टिन्छ है साथी हो। यहाँ पनि मजाले दामी फुलिरहेछ। यो कलर त तपाईँले पहिल्यैदेखि देख्नु भएको नै हो, मैले सधैँ देखाउने नै गर्छु। यो कलर मजाको भएर फुलेको छ, हेर्नुहोस् न। ल हेर्नुहोस् अब यसको गुच्छा हेर्नुहोस् कत्रो ठुलो छ। अन्त यो हेर्नुहोस् आमा यति दामी फुल्छ क्या। जेरेनियमलाई चाहिँ जति तपाईँले स्याहार्नुहुन्छ, जति याद गर्नुहुन्छ, त्यति नै यो चाहिँ यसरी हेल्दी पनि हुन्छ हैन। अनि यसले फुल पनि दामी फुल्छ। अनि यसरी फुल्दा चाहिँ कस्तो आनन्दित हुन्छ मन चाहिँ। हेर्नुहोस् न, कोपिला पनि त्यस्तै लागेकै, फुल पनि फुलेकै गुच्छेदार लच्छेदार भएर यो भेराइटी हो। 12 मास फुल्छ यो, समर विन्टर रेनी सेनी सबैमा अब यसरी फुलेको छ दामी। यो सेतो पनि हेर्नुहोस् कति दामी फुलेको छ सेतो। ल साथी हो, भिडियोको अन्तसम्म हुनुहुन्छ भने चाहिँ कृपया माया गरेर लाइक र अनि मेरो च्यानललाई सब्सक्राइब चाहिँ गर्नु नभुलिनुहोस् होला। आजलाई यति नै। अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा लिए। बाई बाई, टेक केयर, नमस्ते।